यो चाहिँ गेटहरू हो हैन। यस्तो हुन्छ गेट। यहाँबाट इँटाभित्र ल्याउने लाने गरिदिन्छ। अनि यो चाहिँ अलिक ठुलो गेट हो अरूभन्दा। यो र अघि देखाएको चाहिँ ठुलो गेट हो। बाइचान्स त्यो जेसिबी ट्र्याक्टरहरू छिराउनु पर्यो भने पनि यो गेटबाट छिर्छ। यस्तो छ वालहरू, त्यो अग्लो अग्लो छ। यस्तो छ। चिम्नी हेर्नु होला कति अग्लो छ पछाडि चिम्नी हैन। यस्तै छ। टहरीहरू भइहाल्यो पछाडि। धानहरू त्यही हो। तल त्यो फुल्दै गरेको छ नि, तलको त्यो घाँसहरू छ नि जुन हो, त्यो घाँसहरूभन्दा यतापट्टि हो मैले लगाएको धानहरू। यो भइहाल्यो। हामी सिधै यहाँबाट गयौँ भने चाहिँ यो बाटो छ। यहाँबाट सिधै हामी गयौँ भने खोला पुगिन्छ। सिधा गयो भने खोला पुगिन्छ। वहाँ उता खोला छ। उता चाहिँ खोलामा माछाहरू पनि धेरै छ। माछा मार्नु हुने भए आउनु होला। धानहरू यस्तै छ, राम्रो छ। पहिलोचोटि लगाएको धान पनि फेरि मैले। त्यो खेती कहिले नगरेको मान्छे धान लगाएको राम्रै भएको छ। मेहनत गर्नु पर्यो नि हैन। मेहनत गरेपछि हुने रहेछ भन्ने थाहा भयो कि। मेहनत गर्नु पर्यो, सिक्दै जानु पर्यो। सिक्नुलाई पछि हट्नु हुँदैन, सिक्दै जानु पर्यो, भइहाल्छ। पछाडि पनि धान, पछाडि माथि रहरी देखिएको छ नि, हो त्यता पनि हो। माथि रहरी देखिएको छ नि, माथि हो त्यहाँ हो त्यो लाइन, त्यहाँदेखि यता। मैले दसैँको लागि लगाइदिएको पिङ केटाकेटीहरूको लागि, सानो केटाकेटीहरूको लागि, ठुलोको लागि नलगाएको। ठुलोहरू आउँछ, झगडा गर्छ, मातेर आउँछ, के गर्छ, अनि त्यही नानीहरूको लागि, केटाकेटीको लागि भनेर पिङ लगाइदिएको छु। यस्तो छ पिङ चाहिँ, अग्लो छ। लाउ खेल्ने हो भने ठुलो मान्छेको लागि पनि हुन्छ, तर ठुलो मान्छेलाई नगरेको। ठुलो मान्छेको लागि होइन, सानो मान्छेको लागि मात्रै हो। यहाँ भयो यो पहिला दाजु र म भएर गरेको थियौँ दोकान गरेको कोठाई हो। अनि अहिले यहाँ हाँस बसेको छ ओथ्रा, कस्तो नदेखिँदो रहेछ हौ। हाँस ओथ्रा बसेको छ कि, स्टोर जस्तै बनायो कि। यहाँ आएर उसलाई यहीँ सहज भयो, यहाँ सहज भएपछि आएर यहीँ बस्यो, ओथ्रा बसेको छ अन्डा निकाल्नुलाई। अब 8-10 दिनमा निकाल्छ। दाउराहरू राखिएको छ अहिले। यहाँ सब्जीहरू छ, यो अमिलो निबुको बोटहरू, सब्जी सिमीहरू लगाएको छु। आमाले पठाइदिनु भएको रहेछ उताबाट बिउ सिमीको, अनि त्यही लगाएको। फलाउँदा लौका फर्सीहरू पनि धेरै फलाउँछ। अनि सिमी लगाइदिएको यो पालि। यहाँ भयो, यता छ, पछाडि छ बाख्राको कान्छी एउटा यो छ। यसलाई पनि घाम भयो, गर्मी भयो, जान खोज्दैछ उता खोला। म
मलाई देखेपछि कराइहाल्छ फेरि लैजाऊ त खोला भनेर के बाख्राहरू यसरी राखिएको छ बाख्राहरू छ बसेको छु पर यता कुनामा पनि छ यो चाहिँ कालो छ एउटा भ्यूको लागि राखेको छु चराउने बेला भयो त्यही भएर किन चराउँदैन आज भन्दै होला भाइ बिरामी भइहाल्यो यिनीहरूको लागि खुल्ला ठाउँ अब जाडो महिना पनि आउँदैछ जाडो महिनामा अब बस्छ घाम ताप्छ खेल्छ गर्मी हुँदाखेरि त्यहीँ बस्छ बस कान्छी बस बस खै कहाँ अड्काएको त भने अहिले डोरी अड्काएछ कि के हो छोटो बनाएको रहेछ नि त डोरी त्यही भएर यसलाई घाम भयो आइज 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 त यहाँ पाडी राखिन्छ पाडी यहाँभित्र बस्छ यहाँभित्र शीतलमा हो त्यहाँ बस छोटो बनाइदिएको रहेछ त्यहाँ घाम भएको बेलामा ग्वाली सफा गर्ने बेला भएको छ यो चाहिँ म बस्ने ठाउँ यो चाहिँ भट्टाको अफिस भट्टा चल्दाखेरि स्टाफहरू पनि बस्थ्यो हैन अब यो ट्र्याक्टर गइहाल्यो मेरो एउटा त्यो रोडाभेटर भयो यहाँ उ त्यो बाख्राको खोर छ हैन यो ट्र्याक्टर छ मेरो खेती गर्नुलाई एउटा ट्र्याक्टर त चाहिन्छ अनि टाइममा त्यो उयो ढुवानीहरूको पनि अर्डर आउँछ गिटी बालुवा ढुङ्गा के त्यो भइहाल्यो यो किचन हो यो म बस्ने रुम ऊ त्यहाँ माथि परेमा पनि बसेको छ त्यहाँ चाहिँ हो त्यो झ्याल भएको चाहिँ मेरो रुम हो यतापट्टि भाइहरू यहाँ बस्छ अहिले पहिला चाहिँ अफिस थियो कार्यालय भनेर लेखेको छ हैन अफिस थियो अहिले भाइहरू बस्छ यहाँ परेवा पनि छ परेवा छ धामी धान छ यहाँ अलिकति यो कुमिएको जस्तो भएर यसलाई भिजाएर राखेको अलिकति कोला भाइले उहाँ पर पाएको रहेछ अनि कोला ल्याएर यहाँ पकाउनुलाई राखेको दबाई लगा भनेको दबाई नलगाउने भन्नु थाल्यो अनि यत्तिकै पकाउने धानहरू आयो मलाई देख्ने के अघि खाना दिन्छ भनेर आइज कुखुरा पनि यो मेरो रुम हो यहाँ पनि छ धान यहाँ चाहिँ अलिक ज्यादै बिग्रेको भएर पानी परेको थियो त्यो उठाउने बेलामा त्यही भएर अलिकति यो हाँसहरूलाई कुखुराहरूलाई हुन्छ नि त लिन आइज
झगडा नगरी खा। बस अब यति भन्दै आजलाई समाप्त। नमस्कार।